कन्डिसन स्टेटमेन्ट पढ्दैछौँ आज। कन्डिसन भनेको के होला त? कन्डिसन स्टेटमेन्ट आर युज टु मेक द डिसिजन इन प्रोग्राम बेस्ड अन द कन्डिसन। कन्डिसन भनेको कुनै पनि यो हामीले दिएको कुरा यो ट्रु छ या फल्स छ भनेर कन्डिसन चेक गर्न हामीले के गर्छौँ? कन्डिसनल स्टेटमेन्टहरू युज गर्छौँ। अब कन्डिसनल स्टेटमेन्टको पनि टाइप हुन्छ। त्यसमध्येमा हामीले अहिले पढ्दैछौँ इफ स्टेटमेन्ट। इफ स्टेटमेन्ट भनेको कस्तो स्टेटमेन्ट हो त? जसले चाहिँ के गर्छ? ब्लक अफ कोड एक्जिक्युट गर्छ अथवा ओन्ली एउटा कन्डिसन मात्रै के गर्छ? चेक गर्छ। के भनेको छ? एक्जिक्युट ब्लक अफ कोड ओन्ली इफ द कन्डिसन इज ट्रु। यदि कन्डिसन ट्रु छ भनेपछि म बल्ल के गर्छ? हाम्रो प्रोग्राम एक्जिक्युट गर्छ। जस्तै कि हामीले भोट गर्न पाउने उमेर 18 वर्ष भन्यौं वा 18 वर्षभन्दा धेरै हुनु पर्यो, 18 वर्षभन्दा कमकोले गर्न पाउँदैन भनेको भोटरको एज 18 वर्षभन्दा बढी हुनु पर्यो भनेपछि के भयो त? त्यो कन्डिसन चेक गर्नलाई के गर्नु पर्यो? कुनै पनि व्यक्तिको उमेर के हुनु पर्यो? 18 वर्षभन्दा बढी पुग्नु पर्यो। इफ स्टेटमेन्टले सिंगल कन्डिसन मात्रै के गर्छ? चेक गर्छ। जस्तै कि हामीले के गर्यौं? यहाँबाट यो ठाउँमा हामीले कन्डिसन राख्यौं। जस्तै कि एज यो ठाउँमा हामीले के राख्यौं? 18 वर्षभन्दा अथवा 18 वर्ष बराबरको के हुनु पर्यो? एज हुनु पर्यो। तब बल्ल के गर्न पाउँछ? भोट गर्न पाउँछ भन्यौं। यहाँ स्टेटमेन्टमा ल हेर्नुस् त, यदि ए भन्ने व्यक्तिको एज हामीलाई 2 छ भनेपछि भोट गर्न पाउँछ कि पाउँदैन? यहाँ गएर कन्डिसन चेक हुन्छ यो स्टेटमेन्टमा C1 भन्ने ठाउँमा। अब यो कन्डिसन म्याच हुन्छ त? हुँदैन। भनेपछि के भयो त? फल्स भयो। भनेपछि के भयो त? यसले सिधै प्रोग्राम एक्जिक्युट नभएर कहाँ जान्छ? इन्ड हुन्छ। तर यही ठाउँमा बी भन्ने एकजना व्यक्तिको उमेर 20 वर्ष भन्यौं। अब यहाँ आएर के हुन्छ? कन्डिसन चेक हुन्छ। यो कन्डिसनले के भन्छ? 18 वर्ष वा 18 वर्षभन्दा धेरैको उमेरकोलाई भोट गर्न दिनु भन्छ। अब के हुन्छ त? यहाँ गएर कन्डिसन ट्रु हुन्छ। भनेपछि के भयो त? यो स्टेटमेन्ट के गर्छ? प्रिन्ट गर्छ। हैन त? फल्स भएको केसमा के थियो त? कुनै स्टेटमेन्ट प्रिन्ट गरेको थियो त? रन गरेको थियो अथवा एक्जिक्युट गरेको थियो? थिएन नि। इफ कन्डिसनले के गर्छ? सिंगल कन्डिसन चेक गर्छ। सिंगल कन्डिसन के गर्छ? चेक गर्छ। चेक गर्छ। ल यसको प्रोग्राम हेरौँ है त। मैले यसलाई के अरे कमेन्ट आउट गरेँ है त यो कुरालाई। अब सिंगल लाइन कमेन्ट भित्र कमेन्ट आउट गरेँ। अब प्रोग्राम हेर्नुस् त। ए इक्वल्स टु हाम्रो के छ? कुनै नम्बर दिएको छ, 20 दिएको छ। अनि मैले अब कन्डिसन चेक गरेँ। के गरेँ कन्डिसनमा? इफ ए इज ग्रेटर देन अर इक्वल्स टु के हुनु पर्यो? 18 वर्ष हुनु पर्यो। अनि बल्ल के गर्न पाउँछ त्यसले? प्रिन्ट के गर्न भन्छ? यु क्यान भोट गर्न पाउँछ त्यो व्यक्तिले भने मैले। ल यो भन्दै गर्दा त हाम्रो ए को भ्यालु के छ भन्ने कुरा चेक गर्ने होला नि त। अहिले मैले चेक गरेँ। ए को भ्यालु के छ हामीलाई? 20 छ। भनेपछि के भयो? यो कन्डिसन फुलफिल भयो। भइसकेपछि त आउटपुट त आउनु पर्यो नि त। ल हेर्नुस् आयो। यु क्यान भोट भनेर आयो। तपाईँले भोट गर्न सक्नुहुन्छ भनेर। यदि यो ठाउँमा के गर्न सक्थेँ मैले? 12 गर्थेँ भनेपछि के हुन्छ त यो कुरा? एक्जिक्युट हुन्छ त? कन्डिसन चेक गर्छ, कन्डिसन म्याच हुँदैन। अनि प्रोग्राम के हुन्छ? इन्ड हुन्छ। ल हेर्नुस् केही पनि आउटपुट आएन। अब मैले यो ठाउँमा 18 राखेको थिएँ भने के हुन्छ? आउटपुट आउँछ। किन? ग्रेटर देन अर इक्वल्स टु 18 भनेको छ नि त। ल हेर्नुस् त भयो। यदि हामीलाई यो कुरा कन्फ्युज हुन्छ भने चाहिँ ल हेर्नुस् अर्को कन्डिसन पनि है। प्रिन्ट के गर्ने? इन्ड द प्रोग्राम। ल प्रोग्राम इन्ड भयो भनेर भन्ने। यो गर्दै गर्दा ल हेर्नुस् त यो गर्ने। अब प्रोग्राम इन्ड भयो भने रन भयो नि त यो कुरा पनि। जस्तै अब ए को ठाउँमा हामीले के राख्यौं? 12 राख्यौं। भनेपछि प्रोग्राम रन हुन्छ। के हुन्छ हामीलाई? रन भइसकेपछि हामीलाई जुन यो कन्डिसन छ नि त्यो कन्डिसन के हुँदैन? एक्जिक्युट हुँदैन। कन्डिसन पछिको स्टेटमेन्ट के हुँदैन?
रन हुँदैन, सिधै के हुन्छ जम्प गरेर नेक्स्टमा जान्छ भने चाहिँ हाम्रो के आउँछ होला त प्रोग्राम इन भयो भनेर म्यासेज आउँछ पपअप, अरू चाहिँ आउँदैन। ल हेर्नुहोस् आयो नि। सिमिलरली नै अब हामीले यहाँ 20 अथवा 30 राखेको केसमा के हुन्थ्यो हाम्रो सुरुमा चाहिँ के हुन्थ्यो फर्स्ट प्रिन्टमा जान्थ्यो, फर्स्ट प्रिन्टमा गइसकेपछि के हुन्थ्यो बल्ल हाम्रो सेकेन्डमा जान्थ्यो। किन हाम्रो कन्डिसन चेक भइसकेपछि कन्डिसनको स्टेटमेन्टमा जानु पर्यो नि त, यो कन्डिसन चेक भइसक्यो यो स्टेटमेन्टमा जानु पर्यो नि त। यो भनेको एउटा कन्डिसन चेक गरिसकेपछि त्यसको स्टेटमेन्ट हो यो कुरा। यो भनेको चाहिँ यो कन्डिसन इन भइसकेपछिको नेक्स्ट प्रोसेस हो तल्लो चाहिँ यो प्रिन्ट चाहिँ। अब के हुन्छ यु क्यान भोट अनि प्रोग्राम चाहिँ इन्ड भयो भनेको छ। सिमिलरली हामीले इनपुट गर्ने पर्ने थियो कुनै एज भने चाहिँ जस्तै ए इक्वल्स टु इन्ट भन्ने मैले के गरेँ एउटा कुनै एज दिएँ, युजरले डेटा इन्टर गर्ने बेला इन्टर योर एज गर्ने। ल युजरले डेटा इनपुट गर्ने बेलामा र के गरेँ यसलाई क्लोज गरेँ। अब के हुन्थ्यो होला त ल हेर्नुहोस् त यस्तो आउँछ हाम्रो, ए सरी यहाँ अर्को ब्राकेट गर्नु भुलेछु, यो हुन्छ। ल एज अब तपाईँले 12 हान्नुभयो भनेपछि त ए को भ्यालु 12 भयो नि त। अब भोट गर्न पाउँछ त पाउँदैन, त्यो कन्डिसन म्याच भयो भएन भने चाहिँ हाम्रो त्यो कन्डिसनलाई कन्डिसनको स्टेटमेन्ट छोडेर नेक्स्टमा जान्छ भने चाहिँ हाम्रो प्रोग्राम इन भयो भनिदिन्छ सिधै। ल हेर्नुहोस् अब यो नभएर मैले के गरेको थिएँ एज मैले 30 राखेको थिएँ भने चाहिँ के हुन्थ्यो भोट गर्न पाउँछ भनेर त्यो स्टेटमेन्ट रन हुन्थ्यो, त्यसपछि प्रोग्राम इन्ड हुन्थ्यो। यही नै हो, सिम्पल छ।